रुखले सेप भएर केही हुन दिएन क्या हाँगा काट्नु पर्यो अँ ओए थाम्दैन होला म पकड्न आउन चाहिँ भ्याउँदिनँ है जुत्ताले त अप्ठ्यारो गर्छ ऊ बाबा चिप्लिन्छ जम्मै हाँगा काटेर झारिदिनु पर्यो तल सेपले केही हुन दिएन मकै रोप्नु पर्यो अप्ठ्यारो भनेको जस्तो भयो भने धान पनि त्यति राम्रो भएन मकै चाहिँ यसपालि रोप्नु पर्यो सेप हुने भयो त्यही भएर हाँगा चाहिँ काटिदिनु पर्यो भनेर चढेको कहिले रुखमा चाहिँ चढेको छैन ब्ल्याङ्कै पछाडियो भने छैन बर्बाद हुने हो कस्तो लाग्ने छ फेरि हो माथि नै पुगेँ नि म त टुप्पामा अब अलिकति गयो भने त टुप्पामा पुग्छु तर माथि जान डर लाग्यो क्या मलाई लास्ट यार पुरै डर लाग्यो चढ्दिनँ माथि त म यहीँबाट तल चाहिँ काट्नु पर्यो यहाँभन्दा तल यहाँ माथि जान सक्दिनँ डर लाग्यो मलाई